आज जानेको गर्ने के रे बाबु। नमस्कार, म छु अहिले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 9 पुरुन्दुङभन्दा माथि रहेको कुनाथला भन्ने ठाउँमा एउटा गोठमा छु र यहाँ यो भैँसीलाई एउटा भैँसीको पाडालाई बाघले हानेको रहेछ। गोठभित्रै पसेर गोठमै आएर हानेको अवस्था रहेछ र म चाहिँ यहाँ उपचारार्थ आएको। सायद यो हुनी जस्तो छाँटको चाहिँ त्यति देखिँदैन, किनभने श्वासनलीमै यो बाघको दाँतले भेटिसकेको अवस्था छ र निकै चिन्ताजनक अवस्था छ। र अर्को माउलाई पनि त्यसै गरी दच्काएको। सबै चाहिँ बाघले गोठमै पसेर यस्तो गर्न लागे पछाडि किसानहरूले के गर्ने? अब सम्बन्धित निकाय एक्यापले यसको क्षतिपूर्ति दिन्छौँ, हामी वन्यजन्तु संरक्षण गर्नुपर्छ भनेर भन्छ। अब यो भैँसीको लागि यति एउटा पाडाको लागि कागज बनाउँदा दुनियाँभर गर्नको लागि चाहिँ हिँड्दा तपाईँको यो पाडाको भन्दा डबल मूल्य खर्च हुन्छ, तर चाहिँ पैसा दिने अझै केही हुँदैन। त्यसले गर्दा पनि किसानहरू अति पीडित हुनुहुन्छ र म उहाँ दाइलाई सोध्न जाँदैछु। दाइले कसरी हानेको हो भनेर उहाँले भन्नुहुन्छ। दाइ नमस्कार। हजुर बाबु। म चाहिँ मलाई यसरी पनि चिन्नु होला, म यो यहाँका दुःख सुखका भिडियोहरू बनाएर सबै समस्या भनौँ न सम्बन्धित निकायमा पुर्याउने काम गर्छु। एक्याप लगायत प्रत्येक ठाउँमा काम गर्ने मैले चाहिँ यो भिडियोहरू मैले बनाएका मिडिया थ्रो भएर एक्यापले यो अहिले जुन संरक्षण छ नि दाइ, उहाँसम्म पनि पुग्छ र यदि उहाँ नपुगे पनि साथीहरूले सेयर गरेर नि उहाँ मान्छेले टोक्लो जस्तो गरेर मलाई डराएर हजुर टाढा टाढा जानु नै सकिन। हजुर आफ्नै ज्यानको माया लाग्यो। भैँसी बगलले सबै एक ठाउँमा पोको पर्यो। हजुर हजुर अब चिचाउने नि कति चिचाउने, अब बन्जुरेले दाउराको मुढा हाने बाङ गरेर हजुर जान्छ कि भनेर हजुरलाई नै हान्ला जस्तो गर्यो बाघले। हान्ला जस्तो गर्यो। लाइट बालेर हेर्दा ठुलो फाँडको रुखको जरामा आँखा टल्कायो। हजुर म त एकदम डर लाग्यो। आफ्नो ज्यान ठुलो, त्यही त यसलाई भैँसीले त हान्यो भने मलाई नै हान्यो भने के गर्ने जस्तो लाग्यो। एकदम डर लाग्यो। रातको त्यस्तै 12 बजे उता 1 बजे भित्र त्यस्तो हो। हजुर हजुर म त एकदम चाहिँ यहाँबाट निन्द्रा नै आएन, सुत्दैन त्यसै उज्यालो भयो। त्यही त अब यिनै पशु पन्छीहरू पालेर दुःख गर्ने मान्छे अब यति भान्ति दुःख गरेको यही भनेर यस्तो ठाउँमा गोठ बनाएर यिनैलाई भनेर बस्नु भएको छ। अब यिनैलाई यस्तो भए पछाडि त अनि चिन्ता पनि पर्ने भयो। चिन्ता जस्तो नि बहुत दुःख लाग्यो, डर पनि लाग्यो। यी यत्रो घाउ बनाएको छ, यहाँबाट तल पनि हानेको रहेछ। यी यस्तोसँग यो पुरै गर्दन सुनिएको छ। यी हस् दाइ, म यो भिडियो चाहिँ एक्यापसम्म चाहिँ पुग्ने गरेर म पोस्ट गरिदिन्छु र हजुरले चाहिँ एकपटक चाहिँ सम्बन्धित निकाय एक्यापमा चाहिँ सम्पर्क गर्नुहोला। र यो पाडो चाहिँ बाँच्ने अवस्था छैन, किनकि अब श्वासनली भेटिसकेको छ। श्वासनली भेटेको चाहिँ बाँच्ने अवस्था हुँदैन। त्यसले गर्दा पनि एकपटक चाहिँ एक्यापसँग सम्पर्क गर्नुहोला है हजुरले। यो भिडियो चाहिँ हेरेको हुन्छन् उनीहरूले र यो भैँसी पनि देख्छन्। हस् दाइ, ल।